हेलो हेलो साथीहरु, आज शनिबार छुट्टीको दिन हामी चाहिँ यता हाट बजारतिर जाँदैछौँ। प्रायजसो पूर्वतिरका जिल्लाहरूमा हाट बजार बिदाकै दिन लाग्छ अनि बिदाको सदुपयोग गरौँ भनेर हामी चाहिँ हाट बजारतिर लागिरहेछौँ। हाट बजारतिर जान्छौँ अनि हाट बजारमा के पाइन्छ, यहाँको हाट बजार कस्तो खालको हुँदो रहेछ त्यो पनि यसो निहालौँ अनि त्यहाँ भएका चिजहरूलाई, आवश्यक परेका चिजहरूलाई भनौँ अलिकति किनमेल गरेर नि ल्याउँ भन्ने हिसाबले हामी चाहिँ हाट बजारतिर लाग्दैछौँ। हाट बजारमा भएका चिजहरूलाई हजुरहरूलाई नि देखाउने कोसिस गर्नेछौँ ल। हाट बजार यहाँदेखि ठ्याक्क सुरु हुन्छ। प्राय जसो गाउँघरबाट लिएका सामान बेच्नको लागि राखिएको। मान्छे छैन, चिसो नि बढी छ। आज मान्छेहरू यसरी यो मेवा लिएर आज यो पानी परेकोले नि होला त्यति भिड छैन। तरकारी चाहिँ यहाँ राख्नु भएको छ। के को बिउ रहेछ? यसरी यो गाउँघरबाट बिउ लिएर यो चाहिँ सिन्धुलीको लोकल सुन्तला होइन त? हजुर हजुर हजुर। ए कसरी छ किलोको 80? तर अलिकति हरियो खालको रहेछ है। हामी चाहिँ यहाँ उभिएर यसो माथितिर तिरपाल लगाएको छ, बाहिर सिमसिम पानी परिरहेको छ। गाउँघरबाट उत्पादन गरेको धनिया, रायोको साग, टमाटर, काँक्रो, यस्तो अम्बा मिठो छ त छैन होला, खाएको रहेछ त कुहिएको छ के हो? सुन्तला, इस्कुस। यतातिर हेर्ने हो भने यो फुलहरू अनि भोगटे, फर्सी लगायत अन्य गाउँघरबाट उत्पादन भएका चिजहरूलाई यहाँ बिक्री वितरणको लागि यसरी लिएर राख्ने गर्ने रहेछन्। प्राय भिड छ यतातिर, सबै किनमेल गर्नेहरूको भिड हो।